गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज पनि आइसकेका छौँ नयाँ ब्लग नयाँ दिनका साथ। अनि आज चाहिँ फेरि पनि म नयाँ ब्लग लिएर आइसकेका छौँ साथीहरू। हजुरहरूले थाहा पाइसक्नुभयो होला मेरो थम्बनेल र टाइटल देखेर। सो आज चाहिँ म जाँदैछु मन्दिर जाने बेलामा नि ब्लग गर्छु भनेर फेरि म चाहिँ आइसकेको छु। हिजो आज चाहिँ डेली ब्लग गर्ने सोचिरहेको छु क्या, अनि त्यही भएर ब्लग गरिरहेको छु साथीहरू। त्यही हो, अब चाहिँ म जान्छु। अगाडि पुगिसक्यो, म चाहिँ पछि जाँदैछु। हामी चाहिँ मन्दिर जाँदैछौँ, बाटोतिर छु यहाँ चाहिँ केटीहरू। मास्क पुकाल न त नि कि हाई गरिदिनु त। दामी देखिरहेछ हौ। भिकीले नि पट्याएन हौ। यो चाहिँ हाम्रो गाउँको सस्तै चौकी हो गाइज, हैन? कस्तो राम्रो भ्यू। यहाँ चाहिँ अलिअलि हिमाल पनि देखिरहेको छु, यता पनि छ अलिअलि हिमाल। हामी चाहिँ यहाँबाट हिँडेर उता पुग्नुपर्छ। कस्तो कति धेरै लप्सी हाम्रो गाउँमा लस्सी चाहिँ यस्तो चाहिँ के भन्छ त्यो तर देख्दैन यसो राम्रोसँग। यो चाहिँ के भन्छ, लामाको पाइला भन्ने हो कि के भन्छ यसलाई। बाजा बजिरहेछ, आज चाहिँ पञ्चमी रहेछ। अनि अलिक बिहानै हुन्छ होला। हामी चाहिँ मन्दिर आइसक्यौँ।
चाहिँ फर्किसक्यौँ अब दर्शन पनि गऱ्यो खाजासाजा पनि खाइयो अब चाहिँ घरतिर लाग्यौँ है साथीहरू अन्त साथीतिर सबै खाजा चाहिँ खाजा चाहिँ हामीले खाइसक्यौँ हाई गाइस अहिले चाहिँ हामी मन्दिर पुगेर नै आइसक्यो फर्किसक्यो यहाँ पनि छैन हामी दुईजना पछाडि छौँ दिदीको हालत खराब भएर अगाडि पुगिसक्यौँ हामी चाहिँ अहिले बिहान देखाएको हस्पिटल छेउमा आइपुगेको छ गाइस सो गाइस त्यही त हो रमाइलो भयो अब